हेलो, बिहानै बिहान चिसोको मौसममा नेपालीहरूले तातो तातो खबर के पाएका छन् भनेपछि रवि लामिछाने र बालेन्द्र शाह उहाँहरू एउटै छानामुनि आएर गर्नुभएको छ 7 बुँदे सम्झौता र 7 बुँदे सम्झौता गर्ने बित्तिकै नेपालको राजनीतिमा आएको छ एकदमै खलबली मचेको छ। 7 बुँदे सम्झौता के रहेको छ हेरिहाल्नुहोस् हामीहरू। 9 युवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा शहीद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता यसमा जनाइएको छ। त्यसैगरी आउने 10 वर्षमा नेपाललाई मध्य आय भएको राष्ट्र बनाइनेछ भनेर यसमा मार्ग चित्रण गरिएको छ। त्यसैगरी रवि लामिछाने हुनुहुन्छ पार्टीको सभापतिको पोस्टमा र त्यसैगरी बालेन्द्र शाहलाई बनाइनेछ अथवा आउने चुनावमा उहाँलाई प्रधानमन्त्रीको उम्मेदवारीको लागि अगाडि बढाइनेछ र पार्टीको चुनाव चिन्ह चाहिँ घण्टी छाप रहनेछ। त्यसैगरी योग्यताको आधारमा एबिलिटिजको आधारमा मानिसहरूको व्यक्तिहरूको नेताहरूको कार्यक्षमताको आधारमा उनीहरूलाई कार्यभारहरू तोकिनेछ। यस प्रकार 7 बुँदे सम्झौता गरेर नेपालको राजनीतिमा एकदमै नयाँ फड्को मार्नेछ भन्ने कुराको यहाँबाट हामी विश्वास गर्न सक्छौँ।